हेलो गाइस वेलकम टु माई युट्युब च्यानल ब्लग यहाँ सम्पूर्णलाई मेरो युट्युब च्यानल ब्लगमा धेरै धेरै स्वागत छ। आज चाहिँ हाम्रो टिम अब गोसाइकुण्डको यात्रा गर्दैछु होइन। हाम्रो टिममा चाहिँ 7 जना छ, हाम्रो घरको 4 जना अनि राजरामको दाजुभाइ अनि ज्योति भाइ। अब हेर्दै जाउँ आजको अब हाम्रो गोसाइकुण्ड यात्रा कस्तो रहनेछ। यहाँ चाहिँ अब हामी अहिले रेडी पोजिसनमा छु, रेडी हुँदैछु। चाहिँ हाम्रो बुवा रेडी भएर तयारी अवस्थामा हुनुहुन्छ। यता हाम्रो माइलो दाजु चाहिँ पुरा ड्याम कस्तै हुनुहुन्छ होइन, यस्तो ब्याग स्याग बोकेर। अनि यता साइलो दाजु पनि पुरा अब ड्याम कस्ने सुरसारमा हुनुहुन्छ। यी सबैको आफ्नो आफ्नो ब्याग छ होइन। अब यहाँ मम्मी चाहिँ अब 4-5 दिन एक्लै घर कुरेर बस्नुपर्ने अवस्था छ। यहाँ फेरि आमा छोरोको अब जाने बेला मम्मीले आशीर्वाद दिँदै हुनुहुन्छ। हेलो दाजु गुड मर्निङ, के छ? हेलो गुड मर्निङ मेरो कान्छु भाइ, के छ खबर? अनि आज अब हामी चाहिँ ट्रेकिङ भनौँ न पैदल यात्रा सुरु गर्न आँटिसकेको गोसाइकुण्डको। तपाईँलाई कस्तो फिल भइरहेको छ दाजु? एकदम एक्साइटेड छु म। आज चाहिँ यो पहिलोचोटि नै होला मेरो फ्यामिलीसँग चाहिँ हाइकिङ। हजुर मेरो चाहिँ कस्तो भन्दाखेरि यो अब एउटा गोसाइकुण्ड भनेको चाहिँ तीर्थस्थलको हिसाबले एकदमै राम्रो तीर्थस्थल पनि हो। अब खासमा जानुपर्ने चाहिँ हाम्रो शुक्ल पूर्णिमा र भदौ पूर्णिमा दुईचोटिमा जानुपर्ने हो। त्यतिखेर जान सकेन कारणवश। अब अहिले चाहिँ बुवा, कान्छा भाइ, साइला भाइ, अब जेठा दाइलाई मैले भने हो, अब उहाँ चाहिँ काम विशेषले गर्दाखेरि जानु सक्नु भएन। अनि आज हामी चाहिँ जाँदैछौँ, एकदमै एक्साइटेड छु होइन। यस दाजु, अब हेरौँ है यात्रा कस्तो हुन्छ। सकेसम्म हामी रमाइलो बनाउनु कोसिस गर्नेछु होइन दाजु। दाजु गुड मर्निङ। गुड मर्निङ। अनि के छ खबर? ठिक छ। बल्ल बल्ल जागिरले होइन छुट्टी नदिएर बल्ल छुट्टी मिलाएर हतारमा हिजो राति 11 बजे घर भाग्यो होइन। राति 11 बजे घर आएर पुरा खाना खाएर सुतेर अब चाहिँ आज चाहिँ हामी उठेर फेरि अब गोसाइकुण्ड जाँदैछु। तपाईँलाई कस्तो फिल भइरहेको छ यो? एकदम रमाइलो, अब एकदम उत्साहित छु हामी चाहिँ जानलाई होइन। अब हाइकिङ कस्तो हुन्छ होइन, अब त्यो चाहिँ बाटोमा अझै एकदम रमाइलो गर्दै जाने तर्खरमा छु हामी चाहिँ। अब के गर्नु, जति धेरै गयो त्यति रमाइलो हुन्छ। हाइकिङ भनेको चाहिँ ग्रुपमा हिँड्न धेरै राम्रो हुन्छ है। त्यही भएर हामी चाहिँ अब ड्याड अनि मेरो माइल दाई हुनुहुन्छ, अनि त्यसपछि यहाँ मेरो कान्छा भाइ भइहाल्यो। जेठा दाई चाहिँ हाम्रो छुट्यो ग्रुपमा, कारणवश जान सकेन दाई चाहिँ। ठिकै छ, अब के कस्तो हुन्छ बाटोमा होइन, हामी रमाइलो गर्दै जानेछौँ। तपाईँहरूले यसो हेर्दै गर्नु होला, सर्ट भिडियोहरू भाइले हाल्दै गर्छ। अनि अब तपाईँहरूले यसो सब्सक्राइब गरिदिनु होला, फलो गरिदिनु होला होइन। अब गोसाइकुण्ड ट्र्याक कस्तो हुन्छ भनेर तपाईँहरूले चाहिँ हेर्न नछुटाउनु होला, त्यही हो। विशेष गरी अब जो त्यहाँ जानु सक्नुहुन्न उहाँहरूले चाहिँ भ्लगमा हेरेर दर्शन गर्नु होला। अनि जो विदेशमा रहनुहुन्छ, बस्नु भइराखेको छ पैसा कमाउनको लागि, आफ्नो गुजार चलाउनु लागि, आफ्नो देश छोडेर कतै टाढो पार्नु भएको छ, जो त्यहाँ जानलाई अलिक असम्भव छ, उहाँहरूले पनि यही भ्लगबाट हेरेर चाहिँ पुरा इन्जोय लिनु होला भनेर चाहिँ अनुरोध गर्न चाहे यहीँबाट होइन। के त्यो खानु? के चाहियो? गाइस अब चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ। हामी चाहिँ फुल्ली रेडी भएर अब यहाँबाट मुभ भइसक्यो। अब चाहिँ होइन हामी यहाँबाट माथि गएर त्यहाँ भाइहरूको घरतिर जानेछु अनि सबैलाई लिएर जानेछु। यहाँ अब हामी चाहिँ रेडी पोजिसनमा हिँडिसक्यो। अब हाम्रो गोसाइकुण्ड यात्रा सुरु भइसक्यो। जाने न त बुवा? अब ल मम्मी राम्रोसँग बस्नु होला है। अब हामी चाहिँ पुरा गोसाइकुण्ड गएर आउँछौँ। ल बाई। ल अब चाहिँ हामी यहाँबाट चाहिँ गोसाइकुण्ड लागिसक्यौँ। यहाँनिर म अनि मेरो बुवा साइला दाई त्यहाँ मम्मीसँग कुराकानी गर्दै हुनुहुन्छ।
हाय हाय ब्रो अहिले चाहिँ मौसमको हालत यस्तो छ हाम्रो गाउँको है यस्तो छ हाम्रो दोस्त चाहिँ यहाँ पुरा रेडी बन्दैछ है ड्रेसअप हान्दैछ किन त दोस्त ढिला गरेको यार आज ल छिटो रेडी बन्नु अनि कस्तो लागिरहेछ अब गोसाइकुण्डको यात्रा गर्न आँट्दैछ हामी है एकदम रमाइलो लागिरहेछ एक्साइटेड होइन हिजो अलिकति ढिला आइपुग्यो घर हो नि बाटो नि बिर्सेर त तिमीहरूले त माथि आउनु पर्यो नि तलतिर पो गयो भन्दै थियो त गायत्री अत्तातिर लग्थ्यो रमाइलो गर ल रेडी हौ हाम्रो दोस्तहरू चाहिँ राजाराम भाइ पनि रेडी हुँदैछ हामी चाहिँ अहिले राजाराम भाइको घरमा आइपुगिसक्यो अब यहाँबाट चाहिँ हामी फेरि ज्योति भाइलाई बोलाएर जम्मा गरेर जानेछु यो चाहिँ राजाराम भाइको घर ज्योति भाइ त्यहाँ माथि रेडी हुँदैछ यहाँ चाहिँ अब हामी राजाराम भाइको घरबाट चाहिँ र सुसन भाइको घरबाट चाहिँ हामी निस्किन आँटिसक्यो यहाँ ठुल्बल ठुल्यामासँग जिरोवादी भएर जान आँटिरहेको छु हाम्रो आस्याङ हस् आस्याङ ल हजुरको पनि हामी बर मागेर आइदिन्छु है त हस् ओके ल अब हाम्रो चाहिँ यहाँ ठुल्बा ठुल्यामासँग पनि बिदावादी माग्ने कार्यक्रम हुँदैछ यहाँ ढोकभेट अब हामी चाहिँ दर्शन गरेर आउनेछु ल ल यहाँ समात्नु फाइनल्ली अब हामी चाहिँ यहाँबाट फेरि सुसनको घरबाट पनि हिँडिसक्यो अब हामी चाहिँ ज्योति भाइलाई लिनुपर्ने छ पिकअप गर्नुपर्ने छ है गाइज हो अनि त्यसपछि हामी स्ट्रेट अनि हाम्रो कुण्ड यात्रामा लाग्नेछु यहाँ चाहिँ हाम्रो बोसहरू चाहिँ फेरि ज्योति भाइलाई लिन जाँदैछ हेलो गाइज अब हामी चाहिँ होइन यो बाटो हुँदै हुँदै जानुपर्ने हुन्छ त्यो पारी हुँदै हुँदै त्यो पारी त्यो गाउँ छ त्यो गाउँबाट चाहिँ त्यो रोड माथि चढेर यो बादल लागेको डाँडा पुरै उक्लिएर जानुपर्ने हुन्छ हामी चाहिँ गोसाइकुण्ड जाँदाखेरि यो चाहिँ पार्टी भन्ज्याङ हो नुवाकोट र सिन्धुपाल्चोकको सिमानामा रहेको अहिले यस्तो छ अवस्था पार्टी भन्ज्याङको गाइज अहिले चाहिँ हामी चिप्लिङ आइपुगेको छ यो उकालो भएर हिँड्नलाई चाहिँ अलिक गाह्रो भइरहेको छ होइन अब जस बल्ल हामी 2 घन्टा हिँड्यो अझै निकै हिँड्नुपर्ने छ अहिले चाहिँ यो कम्पनीको जुत्ता चिप्लिने रहेछ है हाम्रो चिप्लिँदैन पुग्यो केटाहरूको राजरामले चाहिँ अहिलेसम्म यो 5 पोखरी जाँदा किन्छ होइन भने दोस् 5 पोखरी जाँदा किनेको ब्यागलाई अहिलेसम्म नयाँ भनेर चिनाउनलाई ट्याग बोकेर हिँडिरहन्छ खुब चुरिरहेको थियो है अहिले चाहिँ यो उकालोले चाहिँ यस्तो हालत बनाइदिएछ है एउटा डाँडा चाहिँ हामीले कम्प्लिट गर्यो है साथीहरू लाप्चो डाँडा साह्रै गाह्रो भइरहेछ लागु रेस्ट गर्यो भने गाह्रो हुन्छ फाइनली गाइस अहिले चाहिँ हामीले एउटा डाँडा चाहिँ बल्ल उक्लिएर भ्यायो होइन यो चाहिँ घरबाट यहाँसम्म आइपुग्नलाई लगभग करिब हामीलाई चाहिँ 3 घन्टा लाग्यो है 10 बजी हिँडेको थियो 10, 11, 12, 1 3 घन्टा लाग्यो अझै हामीले यस्तो डाँडा चाहिँ धेरै पार गर्नुपर्ने छ तर यही उकालोमा नि यति पसिना आयो हामी चाहिँ गोसाइकुण्डको थानसम्म नपुगुन्जेलसम्म चाहिँ हामीले यस्तै उकालोहरू पार गर्नुपर्ने छ है गाइजहरू हेर्दै जानुहोस् अहिले चाहिँ हाम्रो टिम ठ्याक्कै गोल्फु भन्ज्याङ आइपुगिसकेको छ
गोल्फ भन्ज्याङको दृश्य चाहिँ यस्तो छ। अझै हामी चाहिँ यहाँबाट माथि चढ्दै जानुपर्छ हौ गाइस। अहिले चाहिँ हामी करिब अब कुटुङछाङको नजिक आइपुगिसकेका छौँ। आजको बसाइ हाम्रो कुटुङछाङतिर नै होला जस्तो छ। टाइम गइसक्यो, त्योभन्दा माथि जान भाङगाङ पुग्नुपर्छ। त्यहाँ पुग्नलाई अलिक बेसी नै टाइम लाग्छ। त्योभन्दा त्यहाँ यता चाहिँ हाम्रो बस्ने ठाउँ छैन। त्यो भएको कारणले गर्दा चाहिँ सायद आज हामी चाहिँ कुटुङछाङ नै बास बसिन्छ होला। हामी चाहिँ अहिले करिब कुटुङछाङको नजिक आइपुगिसकेको छौँ। यहाँ चाहिँ 2540 हाइट रहेछ। हाम्रो दोस्तहरू चाहिँ तल जङ्गलमा हराएर अझ आएको छैन। हामी चाहिँ यहाँ कुरेर बस्दैछु, पर्खेर बस्दैछु। अब यसले लगभग 5 घन्टाको बाटो तय गरेर जानेछु। आज यसले पनि यो भक्कु पनि हामी सँगसँगै हिँडिरहेको छ। यो कहाँसम्म पुग्ने हो थाहा छैन। हेरौँ गाइस, यो पनि आज हाम्रो साथी भनेर हिँडिरहेको छ। हाम्रो यहाँ सुसन दोस्तलाई चाहिँ के भयो उकालो उक्लिँदै अलिकति वाक आउँला जस्तो रिङ्गटा लाग्ला जस्तो भयो अरे। त्यही भएर यहाँ सुसन दोस्तलाई रेस्ट गर्दैछु। सबैजना यहाँ आएर अहिले रेस्ट गरिरहेको छ। न अलिकति गाह्रो भएर चाहिँ हामी यहाँ यसरी आगो स्टोभ बालेर पानी तताउँदैछु। न दोस्त औ टक्क तातो हानु अलिक चट्ट हौ फिट भएर फेरि हामी बाटो लाग्नुपर्छ। कि राति हामी यहीँ बास बस्नु पर्यो होइन। अब हामी लगभग अहिले चाहिँ कुटुङछाङ पुग्न आँटिसकेको छु। के ल्याउनु पर्ने छ? यहाँ दोस्तलाई अलिकति अब तातो पानी दिएर चाहिँ अनि अलिकति कम भएको चाहिँ हामी जानेछु। आजको बास चाहिँ हाम्रो 100% कुटुङछाङमै हुने भइसकेको छ। हाम्रो यहाँ दोस्तको हालत चाहिँ यस्तो छ, एकदमै गाह्रो भयो अरे, वाक लाग्न आँट्यो अरे। यहाँ दोस्तलाई चाहिँ यहाँ पानी खिलाउन आँट्दैछ यहाँ हाम्रो बोसले। के मिसाउनु भएको छ दाइ त्यहाँ? शुद्ध पानीमा टिम्बुर छ भाइ, टिमुरले के काम गर्छ? ए दोस्त बस गाह्रो भयो बस। अहिले हाई लाग्यो बुवा, भूत लागेको छ क्या हो? एक लट भूत नि हानिदिउँ न, मन छाइदिउँ। हाई आइरहेछ केटोला अनि हो होइन जति भाइ कि सानदाइले हानिदिने कि बुवाले हानिदिने? ल एक लट हानिदिउँ, साँच्ची हो भूत हान्नु ल बुवा। चट्ट मिलाएर भूत हानिदिनु। यहाँ चाहिँ अब हाम्रो दोस्तलाई अलिक गाह्रो भएर भूत लाग्यो कि भनेर यहाँ चाहिँ भूत मन्साउँदैछ बुवाले। काटाकुटु यताउति गरेर कुनै बेला यो हिँड्ने बेला चाहिँ यस्तो भूतहरू नि लाग्न सक्छ है। भूत प्रेत नि साथमा एउटा झाङ्री चाहिँ बोकेर हिँड्नुपर्छ क्या चाहिँ। डक्टर पनि डक्टर हाम्रो यता छ, झाङ्री त्यहीँ उता हुनुहुन्छ। त पर बसेर झाङ्रीको छोरोले ढ्याङ्ग्रो बजाउँदैछ। चट ल भूत भगाइसकेको छ केटोले। ख्वाप्पै खायो ल, पानी चट्टै दिइहाल्यो यार। ल लगभग भूत चाहिँ अब भाग्छ होला। अनि परतिर गइसक्यो होला भूत अब। यहाँ हाम्रो यहाँ भएको पनि आज यार घर फर्किन नमानेर यहाँ आइपुगिसक्यो। मोरा केटो जङ्गो छ जङ्गो। कोसँग आएको भक्कु? भक्कुलाई नि भूत लाग्यो जस्तो छ, अनुहार निरुङमा छ। दोस्तलाई अलिअलि तातो पानी खिलाएर हामी चाहिँ फेरि अगाडि बढिसकेको छ। अब हामी चाहिँ यहाँबाट लगभग कुटुङछाङको नजिक छौँ। अब चाहिँ गएर कुटुङछाङमै रेस्ट गर्ने हो भनेर सल्लाह भइसकेको छ। टाइम पनि 6 बज्न आँट्यो, पाउने 6 भयो। मेरो दोस्तलाई के भयो अहिले, के छ? ठिक छ? मेरो दोस्तलाई चाहिँ अघि अलिक गाह्रो भएर यताउति भइरहेको थियो। बुवाले चट्ट भूत मन्साइदिएपछि अहिले पुरो हाँस्ने भएको छ है दोस्त। अब चाहिँ टक्कै हामी लगभग बासस्थल पनि आइसक्यो होइन।
अरू भने त्यस्तै हो आज हाम्रो दोस्तलाई चाहिँ लास्ट कार भइरहेको छ तर रेस्टुरेन्टसम्म आइपुगिसक्यो होइन अब त चिल छ नि नो प्रब्लम होइन हामी चाहिँ आज यहाँ बसोबास गरेको छौँ हामी चाहिँ कुटुङसँगको चाहिँ गेस्ट हाउसमा बसेको यहाँ चाहिँ जाडोले आगो ताप्दैछु यस्तो छ आजको बसाइ यहीँ छ हाम्रो लास्याङ भने यो अरूको भाषा बोल्यो भने नि यस्तै हुन्छ क्या लास्याङ भनेको के हो तपाईँलाई फेरि लाङ्सिया खानु मन लाग्यो तपाईँलाई कि लास्याङ खानु मन लाग्यो तपाईँलाई चाहिँ यहीँ फेरि भेडाको थुमा खानु मन लाग्ने मान्छे चाहिँ